महावीर पुलले त मलाई मैले पढाएको नि महावीर पुललाई हो र कसरी हेलो अस्सलाम वालेकुम स्वागत छ फेरि पनि एउटा नयाँ श्रृङ्खलामा नयाँ अध्यायमा भने चाहिँ सारको नभनौँ यो पिकनिकमा हो नर्मल त्यही भएर हामी हो दाइ कसरी छ दिनुहोस् न है कहाँ छ तपाईँ पछाडि छ ल ल ल दाउरा लिनु भएको थिएँ म सो दाउ लिएर चाहिँ पाइ सर के छ हालखबर आइयो गरे होइन आइयो सो कस्तो लागिरहेछ आज हामी कहाँ छौँ यसो भनिदिनु हाम्रो दर्शकहरूलाई धुलीखेलको टुप्पोमा धुलीखेलको टुप्पोमा पिकनिक स्पोटमा वास्तवमा हामी छौँ आज काठमाडौँको धुलीखेलमा अहिले थोरै मौसम थोरै बिग्रेका हुनाले चाहिँ हामी एकछिन चाहिँ यहाँ अलमलै पऱ्यौँ तर वास्तवमा हाम्रो व्यवस्थापन भयो त्यो त्रिपालहरू हालेर अनि त्यसपछि मैले वास्तवमा प्लास्टिक लिएर हिँडेँ अनि त्रिपालहरू हालेर हामीले चाहिँ त्यो वाटरप्रुफ रहेछ त्यसले चाहिँ थोरै छेक्यो अनि अहिले हावा पनि छेक्ने काम गरिरहेछ र यो हो धुलीखेल काठमाडौँबाट लगभग 10 किलोमिटर जति दूरीमा डाँडामा चाहिँ धुलीखेलको डाँडा धेरैलाई थाहै होला पिकनिकको लागि एकदमै राम्रो स्पोट यहाँ व्यवस्थापन पनि राम्रो छ आज मौसम थोरै अलिकति वर्षाले गर्दाखेरि चाहिँ थोरै डिस्टर्बेन्स चाहिँ भयो तर हामी चाहिँ यहाँ अहिले सबैजना चाहिँ व्यवस्थित रूपमा यसरी चाहिँ हामी चाहिँ अहिले व्यवस्थित भएर सबै कुराहरू व्यवस्थापन गर्दैछौँ के छ ओहो यहाँ पपकर्न बन्दैछ हुन्छ कि यही ठिक छ ठिक छ ए त्यो ठुलो भएर पहिलेको बाजेको पालैमा मकै गर्थ्यो ल तपाईँसँग यहाँ रिपोर्टिङ गर्दै हुनुहुन्छ अशरफ अली बिस्तारी बाँकिदार छ युट्युब च्यानल पनि छ अशरफ यो नेपाल सबैलाई पनि फलो गर्छु नबिर्सिनु होला यसरी भाउजूले घरमा आफ्नो आगो बाल्नुहुन्थ्यो अहिले यो अन्तर्राष्ट्रिय विश्वयुद्धले गर्दाखेरि हामी पेट्रोलको सर्टेज भएको कारण ग्यासहरूको अभाव यो लाइटरहरू हुन्थेन नि त सलाइका काटी पनि हुन्थेन अनि त्यो गोबर चाहिँ नि के अरे गोइठा गोइठामा त आगो गरे त धेरै समय हुन्छ कि अनि फुफु गरे बाल्छ आजका यो हाम्रो अवस्थाले गोइठाका याद दिलाइरहे सो दर्शकबिन आज म तपाईँलाई एउटा अत्यन्त मेरो जीवनको महत्त्वपूर्ण व्यक्तित्वसँग चाहिँ इन्ट्रोडक्सन गराउँछु जो मेरो जीवनको जस्तै गाडीको गियर हुन्छ एक्सिलेटर हुन्छ त्यत्तिकै महत्त्व राख्नुहुन्छ एउटा गाडीमा जतिको त्यो चिजहरू महत्त्व राख्छ मेरो जीवनमा उहाँ चाहिँ त्यत्तिकै महत्त्व राख्नुहुन्छ उहाँ चाहिँ यो मेरो प्रिय अर्धाङ्गिनी मेरो गजगामिनी मेरो चन्द्रमुखी मेरो सपथोक मेरोमा त चन्द्रमुखी है फेरि तपाईँहरूको त अब नन्द के सेल्फी पनि लिइहालौँ कस्तो लागिरहेको छ मेरो तपाईँलाई कस्तो भइरहेको छ आज बिहानको सिचुएसन थोरै जनताहरूले पनि होइन भन्न खोजेको
अलि सर्टकटमा आज थोरै मुड अफ थियो उहाँको अनि पछि चाहिँ फकाइहालेँ मैले होइन जाम भनेर खासै मुड अफ गराउनु पनि मैले बस बाहिर बस 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 मैले बुझेँ त्यसपछि चाहिँ हामी अनि अचानक आज आउने प्लान भयो तपाईँको स्याटरडे छुट्टी बोलिरहेको पालेमा त ढुङ्गा हालेर ढुङ्गा मोलेर हाम्रै पालेमा त झन् त्यो आकाशमा झिल्किन्छ नि त्यहाँबाट यस्ता गरेर चाहिँ आगो बालेर यसरी बाल्थे आगो तापेको त्यसले हो है रोल गर्थ्यो होइन एउटा अब आउँदै मैले त्यो तन्दुर खोजिरहन्छु दुईतिर हालेर के छ यिनी भन्नलाई ल भन रमाइलो भएको छ सबसँग परिचय गराउँछ ल यहाँबाट होइन म खिच्छु ल सायद रिपोर्टिङमा छु माइक मम्मी बिजी हुनुहुन्छ अब यताबाट अगाडिबाट जाने हो नि त अब अगाडिबाट किन्नु ल ल ल हाम्रो के अरे सलाइदिन्छु ल ल अरूलाई सोध ल अरूलाई सोध न त्यहाँ बाबु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे कस्तो ह्यापी बर्थडे गरिरहेको छ नि यार ल अब बच्चा बारीहरू पनि नि यहाँ चिया खानलाई उत्सवमा गाइज ओ गाइज के खाँदैछ ल चिल्लर बारीहरू के खाँदैछौ तिमीहरू भनिदिनुहोस् तपाईँहरू के खाँदैछौ स्पाइडरम्यान खाँदैछ तिमी के म्यान खाँदैछौ के हुन्थ्यो स्प्राइट खाँदैछिन् ल ल ल चल निकल अब तिमीहरू खोइ दे आर फार मोर ignorable than Gen Z's त्यही पनि म तपाईँहरूलाई यिनीहरूको स्टोरी देखाउँछु यिनीहरू भनेको दोस्त एकजना भएपछि केही चाहिँदैन मैले मेरा केही साथीहरू चाहिँ सम्झेँ जो यस्तै हामी बसिन्थ्यो तपाईँहरूलाई पनि पक्कै पनि याद आयो होला आफ्नो सानो बचपनमा यसरी चाहिँ साथी भाइहरूसँग यसरी बसेर ठाउँ चाहिँ इन्जोय गरेको सो ठाउँ चाहिँ साह्रै नै राम्रो छ गाइज स्पेसली यो अहिलेको वेदरले त यति राम्रो देखाएको छ कि यो पानी परेर चाहिँ अझै यसको चाहिँ ब्युटी चाहिँ निख्रेर आएको छ सो इट्स काइन्ड अफ यति फ्रेस हावा छ यहाँ एकदमै राम्रो भ्यू नजारा सहित हाम्रो यहाँ कुकिङ पनि भइरहेको छ सो आगो तापेको त्यसले हो बाहिर कुरा होइन म बुढाको फोन चेक गरिदिनु भन्ने यो त हुँदैन रहेछ भने कुरो बोल्ने आगो यहाँ लाउने उता किन बोलिरहेछ फोन कति घन्टा भाउजू कब्जामा हुन्छ ओहो ल ल ल राइट सर यहाँ लाइभ रिपोर्टिङ चाहिँ लाइभ रिपोर्टिङ मेरा मैसँग भन्दा बढी उसैसँग त ओ हो भाउजू हैन साँच्चै हो कि त्यसो ओ ल ल यता पास हुँदै बोल्दै ये अल्लाह मालिक कयो ये बाबा बाबा यति भिडियोमा रेकर्डेड है टायर छ भाउजू अच्छा हाल बुझिहाल्यो नि नबोल्नुस् चक्कु देखाएर बाबा बाबा यो त भयो यहाँ क्याम्प सेट भइसकेको छ कस्तो बिन फेरि पनि यहाँ हाम्रो भिड बन्दैछ सबैजना अहिले चाहिँ यहाँ टिटिट गर्दै आयो तर निकै नै आज भिड बन्दैछ
सरी पिठा खानु मन लाग्यो सब खानु तर्फ लगाइरहेको छ अति नै टेस्टी छ बनाउनु भएको छ हाम्रो भाउजू सपना भाउजू र ताइरा भाउजू अनि very enjoying guys go go four and it's a four मेर गए पनि जोस गएको छैन कपाल त खतरा आज त ल कपाल उडिरहेछ है Happy birthday, Janu. Saturday weekend भनेको खास पनि अलिकति आफ्नो लाइफ पनि जिउनुपर्ने हुन्छ होइन लाइफ पनि जिउनुपर्छ अलिकति आफ्नो फ्यामिली ग्यादरिङ अलिकति सोसियल हामी त सोसियल मान्छेहरू सरी सोसियल ह्युमन एनिमल्सहरू सो हामी अलिकति घुमघाम पनि गरौँ काम पनि गरौँ पैसा पनि कमाउँ काम पनि गरौँ घुमघाम पनि गरौँ